हेलो गाइज, इट्स मी ज्योति रेग्मी। आज चाहिँ म चाहिँ तपाईँहरूलाई के देखाउन चाहन्छु भने हाम्रो पाहाडतिर चाहिँ कसरी आफ्नो डे चाहिँ स्पेन्ड गरिन्छ भनेर चाहिँ देखाउन चाहन्छु होइन। अनि फर्स्टमा चाहिँ म हाम्रो कटेरोमा चाहिँ दाउरा लिन गएँ। अनि त्यहाँ चाहिँ एउटा दाइ हुनुहुन्थ्यो क्या, घर बनाउनु लागेको दाइ। अनि त्यो दाइले खुब भिडियो बनाउँछु है भनेर जिस्काइरहनु भएको थियो। अनि हेर्दै हेर्दै हाँस्यो। अनि भिडियो गराउँदा गराउँदै अनि दाउरा लिएर गएँ आँगनतिर। अनि दाउरा बनाइसकेपछि अनि सानो सानो दाउरा बनाएर चाहिँ म चाहिँ आगो सल्काउनतिर लागेँ। आगो सल्काउन चाहिँ एकदम गाह्रो हुन्छ के। अनि त्यही भएर चाहिँ सानो सानो टुक्रा बनाएर अनि डिजेल त्यो मोबिल हुन्छ नि गाडीको, अनि त्यो चाहिँ हामीले एक बोतल घरमा राखेको छौँ कि। अनि आगो सल्काउन सजिलो हुन्छ भनेर अनि त्यही युज गरेर आगो सल्काएँ। अनि भात बसालेपछि अनि फेरि बारीतिर करेसाबारीतिर गएँ। अनि ताजा ताजा घिरौला टिपेर ल्याएँ। खुर्सानी घिरौला चाहिँ आफ्नै बारीमा थियो कि। अनि त्यसपछि कराही बसालेँ, त्यहाँ तेल हालेँ। अनि त्यसपछि मेथी पड्काएँ। अनि फेरि अनि आलु सब्जी त काटिसकेको थिएँ नि त पहिल्यै। अनि त्यो चाहिँ यसो हालेर चाहिँ पराकपुरुक पारिसकेको थिएँ मैले। अनि तपाईँहरूले नि हेर्न सक्नुहुन्छ है। अब त्यहाँ गाउँघरको घर अनि यस्तो पुरानो पुरानो हुन्छ कि। अनि त्यो चुलोमा पकाउने अनि सब कालो हुन्छ कि। अनि हाम्रो त अझ बन्दैछ घर, अनि त्यही भएर चाहिँ त्यस्तो भएको। अनि यसरी नै हामीले पकाउँछौँ। जे होस्, खाना पनि कस्तो मिठो हुन्छ। थ्याङ्क यू फर वाचिङ गाइज। यदि भिडियो राम्रो लाग्यो भने लाइक कमेन्ट सेयर गर्नुहोला।